वित्तीय शिक्षा, वित्तीय समृद्धिको सारथी। वित्तीय शिक्षाको वित्तीय संवादमा म जीवन तपाईसँगै छु। आज हामी समग्र ब्याङ्किङ क्षेत्रको कुराकानीमा केन्द्रित हुनेछौँ। ब्याङ्कहरूको नाफा खुम्चिरहेको छ, खराब कर्जा बढिरहेको छ, अब गैर ब्याङ्किङ जुन सम्पत्ति छ त्यो पनि बढिरहेको छ। त्यसलाई व्यवस्थापन गर्नुपर्छ, ब्याड ब्याङ्क बनाउनुपर्छ भन्ने कुराहरू पनि आइरहेको छ। त्यो एउटा प्रक्रियामा पनि रहेको छ। अब समग्र अर्थतन्त्रमा तरलता बढिरहेको छ। अब कर्जा जान सकेको छैन। सिंगल डिजिटमा ब्याज दर हुँदा पनि बजारमा मागको कमी छ। यसलाई कसरी व्यवस्थापन गर्ने एउटा चुनौती छ। नयाँ गभर्नर आउनुपर्ने छ। डेपुटी गभर्नरले चलिरहेको अवस्था अहिले रहेको छ, काममा चलिरहेको छ, भर्खरै दिएको छ, तर फुल गभर्नर दिन सकेको छैन सरकारले। अब आउने नयाँ गभर्नरको चुनौतीहरू के हुन् र ब्याङ्किङ क्षेत्रका समस्या समाधान गर्नको लागि के कस्ता अवधारणाहरू ल्याउन सकिन्छ, यिनै विषयमा आज हामी केन्द्रित हुनेछौँ। स्टुडियोमा हुनुहुन्छ पूर्व अध्यक्ष नेपाल बैंकर सङ्घका, त्यसै गरी पूर्व प्रमुख कार्यकारी अधिकृत कृषि विकास बैंक लिमिटेडका अनिल कुमार उपाध्याय। सर, हार्दिक स्वागत छ। समग्र अहिलेको परिस्थितिमै म केन्द्रित हुन चाहन्छु। सुरुमा कस्तो देख्नुहुन्छ तपाईँ? अहिले हामी वित्तीय अवस्थाको कुरा गर्ने हो भने सङ्कुचनमा छौँ, आर्थिक सङ्कुचनमै छौँ हामीहरू। स्रोतहरू, वित्तीय उपकरणका स्रोतहरू उपलब्धता छ, तर त्यसले व्यवसायको विस्तार गर्न सकेन। समग्रमा भन्ने हो भने बढ्दो खराब कर्जा अनि न्यून या सीमित कर्जा वृद्धि र असुलीका सामञ्जस्यता नभएका पोर्टफोलियोले के हो भने समग्र वित्तीय क्षेत्रलाई जोखिममा ल्याएको। ब्याङ्कमा लगानी गर्नेहरू अब बिस्तारै हात झिक्दै बाहिर जाने, त्यसले झन् जटिलता निम्त्याउने भन्ने खालको बाहिर कुरा हुन्छ, चर्चा हुन्छ। यसले के इम्प्याक्ट पार्छ र यो हल्ला सही हो? अब यसमा हामीले कसरी हेर्नुपर्छ भने लगानीकर्ता भने प्रतिफलको आशाले लगानी गर्छ। प्रतिफल हिजो कुन रूपमा हामीले पायौँ, स्वस्थ पायौँ, अस्वस्थ पायौँ, आफ्नो पाटो होला होइन। त्यहाँ लगानीकर्ताले आफ्नो लगानीलाई सुरक्षित छ कि छैन त्यो अवधारणाले हेर्छ भने यता राज्य प्रणालीमा भएका गतिविधिहरू त्यो सकारात्मक छ कि नकारात्मक दिशातिर गइरहेको छ। त्यो दुईटा पाटोको विश्लेषण गरेर लगानीकर्ताहरू आफूलाई सुरक्षित गर्ने सेफ ल्यान्डिङहरू खोज्छ। बलियो छ भने अर्को कुन बलियो छ त्यहाँ जान्छ, कमजोरबाट आफू निस्किन खोज्छ। कोही के हुन्छ, यही भित्र बसेर यो सानोतिनो यो चाहिँ च्यालेन्ज आएको एउटा पिरियोडिकल च्यालेन्ज हो। किनभने यो धेरै ठुलो सङ्कटको च्यालेन्ज पनि होइन जस्तो लाग्छ मलाई। म पछि यो कुरालाई व्याख्या गरौँला। तर समग्रमा त्यही पनि अलार्मिङ के छ भने एनपिएलको लेभल हामी करिब 5 को मुनि छौँ। प्रोभिजनल कन्सेप्ट पनि 5 प्लसमा गइसकेका छौँ। यतातिर प्रोभिजनल अमाउन्टको कर्जाको जोखिम चाहिँ हामीले चाहिँ 5% प्लसमा लगेको छौँ। यता हामीले नेट कुल चाहिँ नाफा, नेट प्रफिट चाहिँ जुन अहिले कमाएको छौँ सेकेन्ड क्वार्टरमा, त्यो र प्रोभिजन एमाउन्ट करिब उस्तै छ भनेपछि यहाँ हामीले फाइनेन्सियल इन्डिकेटरको विश्लेषण जोखिम त त्यहीँबाट थाहा गर्ने। यो जोखिमको अलार्मिङ हो। अब खराब कर्जा किन बढ्दैछ, प्रोभिजनमा किन धेरै चाहिँ हामीले छुट्याइराख्नु परेको छ होइन। अब अनेक कुरा छन्। गैर ब्याङ्किङ सम्पत्ति सबै चाहिँ अब बढिरहेछ, त्यसलाई व्यवस्थापन गर्नको लागि केही गर्ने भनेर मेकानिजम तयार हुँदैछ होइन, एसेट म्यानेजमेन्टको लागि केही हुँदैछ। तर अहिलेलाई हेर्ने हो भने चाहिँ ब्याङ्कहरूको आफ्नो कारणले कि समग्र अर्थतन्त्रको परिस्थितिले त्यसलाई निचोड्दै ल्याएको? अहिले हामी गैर ब्याङ्किङ सम्पत्ति वा एनपिएल बढेको कारण चाहिँ पहिले हामी क्लियर पर्थ्यो। एउटा त कर्जाको माग भएन। कर्जाको माग नभनेमा आर्थिक गतिविधि चलायमान भएन भने फिजिकल पोलिसी र मोनिटरी पोलिसीको तालमाल नभएर हामी यो कोर्समा अलि विक भयौँ। हामीसँग स्रोतहरू रेमिटेन्सको माध्यमबाट आउने निक्षेपका स्रोतहरू प्रशस्त छ, त्यसलाई हामीले परिचालन गर्न सकेनौँ। अब यता निक्षेप परिचालनकर्ता निक्षेप चाहिँ हामीले चाहिँ जम्मा गर्ने व्यक्तिको आम्दानीको पनि हामीले ब्याज दर कम गरेका छौँ। किन उहाँहरूले पाउने प्रतिफल पनि त हामी कम गर्दै लगाएको छौँ। अहिले बचतको मुद्दतीको ब्याज दर पनि हामी तल झार्दै लगाएका छौँ नि त। अनि कर्जा पनि हामी सिङ्गल डिजिटमा लैसकेका छौँ होइन। प्राथमिक कर्जालाई हामीले बेस रेट +2 मा हामी काम गरिरहेको छौँ। यी सबै परिस्थितिमा पनि हाम्रो अहिले माग वृद्धि भनेको आर्थिक गतिविधिमा सङ्कुचन गतिविधिले आफ्नो गति नलिएको न हो। त्यो
चेन इफेक्ट पर्यो। चेन इफेक्ट हुने बित्तिकै के भने अब रिस्क लिएर बिजनेस गर्ने, रिस्क लिएर उद्योग गर्ने, रिस्क लिएर काम गर्ने जमातहरू कम छ नेपालमा। अन्टरप्रेन्योरसिप हामीले त्यही डेभलप गरिरहेको छैनौँ। त्यो साइकल हो नि, एउटा जेनेरेसनलाई तयार ग्रो गर्नुपर्ने त्यो भएन। पुरानो बास्केटमा बसेकोहरू उहाँहरू आफ्नो सेचुरेटेड भइसक्नुभयो, किन उहाँले आफ्नो लिने लिमिट लिइसक्नु भएको छ। धितोको मूल्याङ्कन अप्पर लिमिटमा गइसकेको छ, मार्केट प्राइस तल गइरहेको छ। अब सम्पत्तिको मूल्य हामीले के भयो, हाम्रो मूल्य ह्रास हुने बित्तिकै के भयो, त्यसले एडिसनल कुरा कामको सपोर्ट दिएन। हामी कोलाटरल बेसमा बढी फोकस छौँ फेरि नेपालमा, होइन प्रोजेक्ट बेस भन्दा पनि कोलाटरल बेसमा छौँ। अब यतातिर सेल्स र आम्दानी र नाफा उहाँहरूको इको साइकल पनि विक भइरहेको छ भनेपछि यता डिमान्ड कम भइरहेको छ। नयाँ डिमान्डहरू क्रिएट भएको छैन। पुरानो डिमान्ड लगानीकर्ताहरू नयाँ रिस्क लिन खोजिरहनु भएको छ, नयाँलाई अन्यल छ, पुरानैमा सङ्कट छ, जाने। यो सबै कुराहरू हाम्रो चाहिँ इको साइकल जुन छ, यो साइकलमा हामीले वास्तविक यो अप्रत्यक्ष रूपमा रिसेसन पनि हो। अब एएमसी एसेट म्यानेजमेन्ट कम्पनी ब्याड ब्याङ्क यसलाई चाहिँ ल्याउनुपर्छ भन्ने अवधारणा आछ, यसको मेकानिजम अगाडि बढ्दैछ। यो आवश्यकता हो हाम्रो देशको लागि। म पनि यो पहिले आफू एसोसिएसनको चेयरपर्सन प्रेसिडेन्ट हुँदाखेरिमा राष्ट्र ब्याङ्कको यो ड्राफ्टमा बेला बेलामा मिटिङमा हामी पनि त्यो सहभागिता भएको। आफैमा यो एउटा उपकरण राम्रो उपकरण हो। अब सेफ साइडको लागि भोलि यो एक किसिमको लिगल बेसमा काम गर्ने एक किसिमको मध्यस्थकर्ता हो नि त। ब्याङ्कको बर्डनलाई हटाइदिने, क्यास परिणत गर्ने, होल्ड भएका सम्पत्तिहरू जुन म्यानेजमेन्ट गरेर त्यसलाई बेचबिखन गर्ने, तरल गरेर आफ्नो जे लिनुपर्ने त्यहाँ शुल्कहरू लिएर त्यो गरिदिने भयो। तर मलाई अहिले मेरो विश्लेषण चाहिँ के छ भने अहिले अब विश्वको अहिले परिवेशमा हामीले अध्ययन गर्दाखेरिमा युरोपको सबै मुलुकमा यसो हेर्दाखेरिमा 10-12वटा कन्ट्रीले मात्रै यो एएमसीको मोडलबाट काम गरेको छ, बाँकीले गरेको छैन। अब इन्डोनेसिया र कोरियामा एसियन कन्ट्रीले दुईटाले गरेको छ। त्यो बाहेक यो चाहिँ त्यतिको प्रभावकारिता यो हुनैपर्छ भन्ने छैन, छ भन्ने छैन। अब हाम्रो 5%कै हाराहारीमा आउँदा एएमसी नै चाहिन्छ भन्ने अवस्था चाहिँ अहिले आज चाहिँ बनिसकेको छ। यदि हो भने हामीले सङ्कट घोषणा गरिदियो हुन्छ भन्नु खोजेको। त्यसैले हाम्रो प्रयास के भयो त, इकोनोमीलाई माथि उठाएर हामीले प्रयास गऱ्यौँ त। ल इकोनोमी उठेन भने त्यो उसले पनि कहाँ बेच्छ त। भोलि यो 20 रुपियाँको चिज चाहिँ 2 रुपियाँमा बेच्ने हो भने त ठिकै हो, न त निलामी जाँदा नबिक्या त्यो ब्याड ब्याङ्कले चाहिँ कहाँ लर बेच्ने। त्यही भने मेरो भने अर्थव्यवस्था नै चलायमान हुनु छैन भने अर्थव्यवस्था चलायमान हुनु पर्यो, होइन। अब यो सबै कुराहरू हाम्रो डिमान्डहरू एग्रिगेट भनेपछि त्यो कर्जाहरूलाई, त्यो गैर ब्याङ्किङ सम्पत्तिहरूलाई म्यानेजमेन्ट गर्नेतिर जाने हो, यसलाई व्यवस्थापन गर्छु भनेर अर्को कम्पनी खोल्नेतिर जाने होइन भन्ने अवधारणा होइन। भन्दा यो एउटा टुल्स हो, टुल्स त हो। यसलाई हामीले सेफ जोनको लागि तयारी पर्यो भने त्यो जाने अवस्थामा बस्नुपर्छ जस्तो लाग्छ। जतिमा छ त्यतिमा सकाएर त्यसलाई म्यानेजमेन्ट गर्ने हो भने त ठिकै हो। अहिले हामीसँग कति छ भने अहिलेको हिसाबमा पोर्टफोलियो हेर्ने हो भने कति 42 अरब जतिको एनबिए बनिसकेको छ। अब 3 वर्षभित्र यसलाई राफसाफ गर भनेको छ राष्ट्र ब्याङ्कले। अब हदबन्दीको समस्याले गर्दा यो पनि एउटा अड्क्या छ कतिपय कुराहरू। अब 3 वर्षमै सकिएन भने के त, एकातिर सर्कुलरले 3 वर्ष भन्छ, आज एएमसी ल्यायो भने त्यसलाई खारिज गर्नु पर्यो कि। त्यसैले 5% नै अलार्मिङ हो भनेर चाहिँ भनिहाल्ने फेज चाहिँ छैन। यहाँले लामो समय कृषि विकास ब्याङ्कमा बिताउनु भयो, 3.5 दशक जति। कृषिमा लगानी हाम्रो देश नै कृषि र पर्यटन हो भन्छन्। यो कृषिमा लगानी चाहिँ नाममा मात्रै सीमित, राष्ट्र ब्याङ्कले बाध्यकारी बनाउँदा पनि परिस्थिति त्यो अनुसार नहुने र किन जान सकेन, किन भएन र कृषि उत्पादन किन बढ्न सकेन। अहिले 7 महिनाको तथ्याङ्क हेर्दा 3 अरब जतिको खाद्यान्न मात्रै आयात भएको छ 7 महिनाको। अहिले 7 महिनाको तथ्याङ्क मैले यसो हेरिरहेको छु। अब हामीले 207 अरबको खाद्यान्न मात्रै कुरा गर्दैछौँ, होइन। अनि हामीले आफ्नो नेसनल जिडिपीमा बजेटको आकार कुन साइजको छ त? अनि ब्याङ्कले गरिदिनु पर्ने त आजको दिनमा 13% हो।
अनि 13% अलरेडी छ। उसले त एडिसनल गर्ने पर्ने रेगुलेटरीले त्यहाँ उसलाई चाहिँ दण्डित गर्ने कुरा जुन थियो वा जरिवाना लगाउने कुराहरू छ नगरे बापत भनेको थियो बाध्यकारी। त बैंकले आफ्नो 15% 85 सालसम्म गर्ने भनेर चाहिँ एउटा राष्ट्र बैंकले दिएको मापदण्ड छ। अब 13 बाट 2 वर्षभित्र 3 वर्षभित्र 15% पुर्याउने मात्रै बैंकको एउटा बाध्यकारी हो। बैंकले आफ्नो पोर्टफोलियोको 13-15% चाहिँ गरिरहेको छ भने त्यसले हाम्रो समग्र इम्पोर्ट वा अहिलेको डिमान्डलाई धान्छ कि धान्दैन त्यो बैंकले मात्रै गर्नुपर्ने हो कि राज्यको अरू प्रणालीले पनि गर्ने हो। समग्रमा एग्रिगेटमा एग्रिकल्चर पोलिसीले डिक्लेयर गर्नु पर्यो। फिजिकल पोलिसी हो मार्फतबाट हुने कुराहरू यति % कभरेज हुन्छ हाम्रोमा टोटल डिमान्डलाई। मोनेटरी पोलिसीको यो पर्सेन्टले हाम्रो यति % म्याच गर्ने बित्तिकै हाम्रो उत्पादनले भ्याउँछ। अब यसको मतलब के सबै खाद्यान्न हामीले नै उत्पादन गर्नुपर्छ भने छैन। म अहिले पनि भन्छु इम्पोर्ट पनि गर्नुपर्छ। मैले के भन्छु भने हाम्रो बेस्ट उत्पादन चाहिँ एक्सपोर्ट गर्ने खालको छ भने त्यो पनि सोध्नुपर्छ। हामीले 10 रुपियाँ पाउँछौँ र 3 रुपियाँको इम्पोर्ट गर्नुपर्छ भने 3 रुपियाँमा हामी कन्सन्ट्रेट नगरौँ, 10 रुपियाँमा जाने कुराको प्रोडक्टमा बढ्ता लाउँ। हाम्रो क्लाइमेट, हामी भू बर्नआउट, जग्गाको खण्डीकरण छ, मास लेभलमा उत्पादन हुँदैन। उत्पादन गर्यो बजारले पाउँदैन। एउटा त भौतिक पूर्वाधारको इन्फ्रास्ट्रक्चरको विक छ, हाम्रो मौसम जोखिम छ। हाम्रो प्रोभिजन त जहिले पनि मौसमको कारणले पनि होला। त्यो निकाल्नु भयो भने पोहोरको फ्लडले पनि हाम्रो प्रोभिजनहरू आएको छ। यो क्लाइमेटिकल कुराहरू पनि हामीले नै फेस गर्नु परेको छ। त्यसै कारण हाम्रो भू बनौटको आधारमा हामीले एक्सपोर्ट गर्ने हाई भ्यालु क्रपहरूकोमा हामीले अलिकति R&D गरेर खर्च गर। बर्खामा इन्डियामा बाढी आउँछ बिहार युपीतिर, हामीले यहाँबाट गोलबाट सप्लाई गर्न सक्छौँ कि सक्दैन? हाम्रो चुरेको मा त पानी त बस्दैन। एउटा उदाहरण दिए, म राइट छु भने छैन, त्यो त प्राविधिकले भन्नु पर्यो कि जोनले भन्नु पर्यो। यस्तो कुराहरूको सोचबाट हामीले ठुलो स्केलमा काम गर्ने, त्यसलाई सब्सिडी दिने, त्यसलाई चाहिँ एउटा पकेटको मोडल। हजुरले कन्क्लुजनमा भन्न खोज्नु भयो बैंकले मात्र यति प्रतिशत कृषि, यति प्रतिशत लगानी गर भन्नुभन्दा पनि प्रोडक्सन हुने कुराहरूमा कहाँ सकिन्छ मेकानिजम तयार गरेर राज्यले अन्य फ्याक्टरहरू काम गर्नु हो। अब त्यो गर्ने भनेको अब के हुन्छ भने मैले अहिले भने बैंकले कृषिमा सबैको एक्सपर्टिज नभएको कारणले कृषि विकास बैंकले मेरै कार्यकालमा राष्ट्र बैंक र नेपाल सरकारसँग सहकार्य गरेर कृषि बोन्ड ल्याएर अरू बैंकले नगरेको काम चाहिँ बोन्ड मार्फतबाट पैसा लिने, त्यो रिसोर्स चाहिँ हामीले कृषिमा लगानी गर्ने भनेर 24 अरबको लिमिट लिएर 18 अरबको हामीले चाहिँ बोन्डैबाट पैसा लिएर लगानी बढायौँ। तर त्यो 18 अरबले सबैलाई कभर गर्छ भन्ने छैन नि भन्न खोजे के भने त्यो त्यसकारणले हाम्रो पुल मागलाई गरेन। एउटा औजार राष्ट्र बैंकको मार्फतबाट कृषि विकास बैंकले प्रयास गरे हो। अब त्यो गरेकै 2-3 वर्ष भइसक्यो। अब त्यसपछि त हाम्रो अर्को प्रयास भएको छैन। त्यसकारणले यस्तो किसिमको अहिले डिपोजिट पलायन हुने सम्भावनाहरू हुनसक्छ। कृषिको कुरा गर्दा गर्दै मैले अर्को पनि थप्दैछु। भोलि हामीले बन्ड डिबेन्चरहरू चाहिँ बडो मार्फतबाट पैसा समातेनौँ भने भोलि त्यो पलायन भयो भने के गर्ने? क्रिप्टोमा गयो भने के गर्ने? भोलि अरू सुनमा गयो भने के गर्ने? इन्फर्मल लेन्डिङमा गयो भने के गर्ने? फेरि लिक्विडिटी क्रन्च हुन्छ। त्यही कृषिको लागि सस्टेनेबल मोडलमा जाने भन्ने कुरा के बन्डसँग लिङ्क गरेको कमसेकम 18 अरब त 7 देखि 10 वर्षको लागि त कृषिकै पोर्टफोलियोमा बस्ने भयो नि त्यो पैसा। अरू त बाध्यकारी भएन। के बाध्यकारी भयो भने राष्ट्र बैंकले तोकेको दर 13% पुर्याउनु पर्ने यो वर्ष 13% अहिले पुगेको छ। कुनै बैंकको नहोला तर धेरै बैंकको छ। अब उसले पुगेन भने बन्ड किन्ला वा पोर्टफोलियो किन्ला वा लगानी गर्ला। त्यसैले यो सबै बैंकलाई दोष दिनुहुन्न भन्ने मात्रै हो। गभर्नर अब कामुमा हुनुहुन्छ अहिले, हामी तपाईँ कुरा गर्दाखेरि चुनौती के गभर्नरका सामु वर्तमान अर्थतन्त्रलाई सठिक रूपमा सही ट्र्याकमा लिएर जान? अब अहिलेको शिथिल 2 वर्षको अर्थतन्त्र कमजोर हामी अहिले स्ल्याकमा छौँ होइन, डाउनवर्ड ट्रेन्डमा छौँ। हामीले सोचेको
कहिलेकाहीँ न्युजमा आउँदा कहिले राम्रो भइरहेछ भने जस्तो लाग्छ, फेरि एग्रिगेटमा हेर्दा त्यति भने जस्तो छैन, सुस्त छ। यो 2 वर्षको पिरियडलाई विश्लेषण गरेर आगामी वर्ष चाहिँ हामीले आर्थिक गतिविधि अर्थव्यवस्थालाई चलायमान गतिशील बनाउने काममा फिजिकल पोलिसी र मोनिटरी पोलिसीको बिचमा तारतम्य र त्यो कोअर्डिनेसन गर्ने क्षमताका गभर्नर हुनुपर्छ र उहाँहरूको, किनभने गभर्नर भनेको राष्ट्र ब्याङ्क भनेको नेपाल शाखाको आर्थिक सल्लाहकार पनि हो। ऊ इन्डिपेन्डेन्ट पनि छ, अकाउन्टेबल पनि छ, गुड गभर्नेन्सलाई उसले त्यहाँ मेन्टेन गर्नुपर्ने भए पनि नेपाल शाखाको आर्थिक सल्लाहकार हो। त्यस कारणले एउटा पाटो त्यो। अर्को अहिले ग्रे लिस्टमा नेपाल परेको सबभन्दा ठुलो जोखिम हामीलाई, यसले पनि हामीलाई इन्टरनेसनल डोनरदेखि विश्वासहरू, हाम्रो रिस्क बेस्ड प्राइसिङ हुन्छ। हामीले एलसी खोल्यो भने हाम्रो तपाईँको अरूको भन्दा महँगो पर्छ, हामी त्यसै पनि महँगोमा पर्छौँ के। त्यसैले गर्दा हाम्रो यो इम्प्याक्टहरू नेगेटिभ किन लगानी गर्न खोजिरहेको छैन भने यहाँ ठुल्ठुलो लगानी नआउने कारण एउटा चाहिँ ग्रे लिस्टमा पर्ने बित्तिकै रिस्क बेस्ड प्राइस हुन्छ। अब तपाईँले यहाँ एलसी खोल्नु पऱ्यो भने अरूले पाएको फ्यासिलिटी भन्दा हाम्रो महँगो हुने भयो हामीलाई, होइन। त्यस कारणले ग्रे लिस्टबाट हामी निस्किने उत्पादन डोमेस्टिक। अब यहाँको अर्थव्यवस्था चाहिँ उत्पादनमुखी, आन्तरिक डोमेस्टिक उत्पादनमुखी अर्थव्यवस्थालाई बलियो बनाउने र त्यसले रोजगारीमा पनि रोजगारलाई पनि कसरी अझ चाहिँ राम्रो सशक्त बलियो बनाउने, असफलका उदाहरण लिएर त्यसका पाठ सिकेर सफल हुने, यो 3-4वटा कुरा छ। अब र बैंकको अहिले समग्र प्रफिटेबिलिटी घटिरहेको छ, होइन। त्यस कारणले यसको नेगेटिभ इम्प्याक्ट परेपछि बैंक कोल्याप्स हो भने के हुन्छ त? सिँगै अर्थव्यवस्था कोल्याप्स हुन्छ। रेभेन्यू जीडीपीमा इम्प्याक्ट पर्ने भयो, कन्ट्रीको जीडीपीमा इम्प्याक्ट पर्ने भयो। किनभने अहिले हाम्रो डिपोजिटको जीडीपीसँग रिलेसन 112-14% छ। अब लोन हेर्ने हो भने 91-92% छ जीडीपीको। भनेपछि बैंकले अर्थव्यवस्थामा कसरी चाहिँ तपाईँको काम गरिरहेछ जीडीपीमा भन्ने कुराले बैंकलाई अलिकति सूक्ष्म चाहिँ ढाँचामा नाफामा पनि जानलाई के औजारहरू हामीले चाहिँ अब रिल्याक्सेसनहरू के हुन सक्छ, सहजीकरण गरिदिनु पर्यो। अन्तर्राष्ट्रिय प्र्याक्टिस, यसको मतलब गलत सबै कुरा उनीहरूलाई दिनुपर्छ भन्ने होइन। यी नै अब अलिकति मर्जर र एक्विजिसनले पारेको इम्प्याक्ट पनि होला। अहिले बैंकको अलिकति बिग्रिया पनि कस्तो लाग्छ भने कहीँ दुईटा म्यानेजमेन्ट मिल्यो, दुईटा स्टाफ गए, दुईटा टेक्नोलोजी भयो, तारतम्य मान्छेले अवसरहरू हुन्छ। अहिले 3000-4000 मान्छेहरूले त्यो बैंक छोडा छन्। किन? कोही फोर्सफुली छोड्न लगाइएको छ, कसैले मेरो अवसर यहाँ देखिन म छोड्छु भनेपछि यता यो सेक्टरमा पनि डिमोटिभेट हुनु भनेको यसले अलार्मिङ हामीलाई देखाइरहेछ कि हामीले हाम्रो काम गर्ने क्षेत्रलाई अझ बलियो बनाउने। हालाकि वित्तीय साक्षरतामा राष्ट्र ब्याङ्कले राम्रो काम गरिरहेछ अहिले, होइन। पहिलेको भन्दा कोभिडमा हामी रेस्क्यु गरेकै छौँ, यो एकदमै राम्रो कुरा हो। वर्किङ क्यापिटलले को पिरियडदेखि अलिकति स्ल्याकनेस आएको नेगेटिभ व्यापारी वर्गमा वा चाहिँ भनौँ न लगानीकर्तामा त्यो किसिममा त्यो नेगेटिभ इम्प्याक्ट पार्छ। यी सबै कुरालाई एड्रेस गर्ने गरी, होइन, र समग्र अर्थव्यवस्था चुनौतीलाई सामना गर्ने, अर्थव्यवस्था बुझ्ने, अनि अब गुड गभर्नेन्स, ट्रान्सपरेन्ट, अकाउन्टेबल भएको मान्छे। हस् सर, आजको यो अमूल्य समय र यो अमूल्य विचारका लागि हामी धेरै धन्यवाद। धन्यवाद छ, मलाई पनि यो अवसर दिनुभयो जीवनजी, धन्यवाद छ हिमालय टेलिभिजनलाई पनि। थ्याङ्क यू सो मच। वित्तीय शिक्षा, वित्तीय समृद्धिको सारथी।